आज हामी बुझ्नेछौँ आइपिओ भनेको वास्तवमै के हो। आइपिओको पूरा रूप हो इनिशियल पब्लिक अफरिङ। यसले एउटा कुरा जनाउँछ, कुनै कम्पनीले पहिलो पटक सर्वसाधारणलाई आफ्नो शेयर बिक्री गर्दैछ। अब प्रश्न, कम्पनीले आइपिओ किन ल्याउँछ? कम्पनीले नयाँ प्रोजेक्ट, विस्तार वा पुँजी बढाउन पैसा चाहिन्छ। त्यसैले उनीहरूले सर्वसाधारणबाट पैसा जुटाउन आइपिओ खोल्छन्। लगानीकर्ताका लागि आइपिओ आकर्षक मानिन्छ किनकि यो सामान्यतया सस्तो मूल्यमा आउने गर्छ र कम्पनी राम्रो चल्यो भने शेयरको मूल्य भविष्यमा बढ्न सक्छ। त्यसो भए सरल भाषामा आइपिओ भनेको कम्पनीले पहिलो पटक आम नागरिकलाई हाम्रो हिस्सा किन्नुहोस् भनेर बोलाउने प्रक्रिया हो। अब तपाईँ समक्ष आइपिओ स्पष्ट भयो होला। आई होप तपाईँ बुझ्नुभएको होला। भिडियो मन परे लाइक तथा शेयर र कमेन्ट गर्न नबिर्सनुहोला। धन्यवाद।